आफूले एसआईपी गरिरहेको वेबसाइटमा हामीले कसरी डिभिडेन्ड रिइन्भेस्टमेन्ट प्लान डिआरआईपी लिन सक्छौँ यस भिडियोमा तपाईलाई छर्लङ्ग पारेर बुझाउन जाँदैछु। मेरो चाहिँ नबिल क्यापिटलबाट हो। अब मैले यहाँनिर आफ्नो डिआरआईपी डिभिडेन्ड रिइन्भेस्टमेन्ट प्लान लिनको लागि पहिला भ्यू आइडी, क्लाइन्ट आइडी र लगइन पिन नम्बर यहाँनिर टाइप गर्न गइरहेको छु। मैले यसरी आफ्नो भ्यू आइडी त्यस्तै क्लाइन्ट आइडी र पिन हालिसकेपछि यहाँ लगइन देख्न सक्नुहुनेछ। यहाँ म यसरी गएँ, त्यसपछि यस्तो खालको इन्टरफेस खुल्नेछ। यहाँ तपाईले देख्न सक्नुहुनेछ। अब मलाई डिआरआईपी लिन मन छ, डिभिडेन्ड रिइन्भेस्टमेन्ट प्लान। अब यो भनेको के हो भन्ने यदि तपाईलाई लाग्छ भने जब हामीले कुनै म्युचुअल फन्ड जस्तै एसआईपी मार्फत कहीँ लगानी गरेका हुन्छौँ भने त्यहाँ डिभिडेन्ड लाभांश आउने गर्दछ र डिआरआईपी भएको अवस्थामा त्यो लाभांश तपाईलाई नगद रूपमा नदिई फेरि त्यही फन्डमा नै लगानी गरिन्छ। भनेको मतलब मसँग यहाँ तपाईले देख्न सक्नुहुनेछ 587 युनिट्स छ। योनाई 31 को भने नबिल फ्लेक्सी क्याप फन्डको 93 युनिट्स छ। अब यसबाट मलाई प्रत्येक वर्ष केही न केही डिभिडेन्ड आउँछ। अब त्यसलाई मैले त्यो डिभिडेन्डलाई चाहिँ नगदको रूपमा हैन ब्याङ्कमा लिने कि हैन त्यो पैसालाई फेरि युनिट्स किन्न लगाउने त भन्ने कुरो चाहिँ यसबाट हुन्छ। अब हामीले डिभिडेन्ड रिइन्भेस्टमेन्ट प्लान गर्यौँ भने त्यो आउने पैसाबाट फेरि हामीलाई युनिट्स किनिन्छ र यो युनिट्स यहाँनिर जम्मा हुँदै जान्छ। अब अझ सरल भाषामा भन्दा तपाईले एसआईपी गर्नुभयो, फन्डले लाभांश दियो, पैसा तपाईको खातामा नआई फेरि त्यही फन्ड्सको युनिट किन्न प्रयोग हुन्छ भन्ने कुरा हो। अब डिआरआईपी र क्याश डिभिडेन्ड भन्ने हुन्छ। डिआरआईपी भनेको लाभांश पुनः लगानी हुन जान्छ, क्याश डिभिडेन्ड भनेको लाभांश चाहिँ आफ्नो खातामा आउँछ। अब यहाँ तपाईले देख्न सक्नुहुनेछ, यहाँनिर डिआरआईपी अप्सन भनेर यहाँ तपाईले देख्न सक्नुहुनेछ। अब म यहाँ डिआरआईपीमा क्लिक गर्छु। क्लिक गरिसकेपछि यहाँ मेरो आइडी, त्यसपछि यहाँ मेरो नाम र यहाँ सिलेक्ट स्किम भनेर भनिएको छ। यो वेबसाइटमा नबिलको दुईटा एसआईपी हामीले हेर्न गर्न सक्छौँ यो वेबसाइटबाट। यहाँ मैले क्लिक गरेँ र नबिल फ्लेक्सी क्याप फन्डमा क्लिक गरेँ। त्यसपछि यहाँ डिआरआईपी देख्न सक्नुहुनेछ, डिभिडेन्ड रिइन्भेस्टमेन्ट प्लान। यहाँ मैले फेरि क्लिक गरेँ भने यहाँ पे आउट पनि छ हैन। म चाहिँ यसले दिएको लाभांश चाहिँ पैसै लिन्छु, मेरो खातामा मलाई पैसाकै आवश्यक छ भन्ने तपाईँलाई लाग्छ भने पे आउट पनि गर्न सकिन्छ। तर हामीले लामो समयसम्म एसआईपी गर्ने भएको हुनाले र धेरै पैसा बनाउनु पर्ने भएको हुनाले हामीले चाहिँ डिआरआईपीलाई नै सिलेक्ट गर्दाखेरि एकदमै राम्रो हुन्छ। त्यसपछि आई वी हियर बाईमा यहाँ यसरी क्लिक गरियो भने सेन्ड रिक्वेस्ट भनेर यहाँ तल देख्न सक्नुहुनेछ। यहाँ सेन्ड रिक्वेस्टमा मैले यसरी क्लिक गरेँ, त्यसपछि यहाँनिर कन्फर्म भनेको छ, यहाँ कन्फर्ममा मैले क्लिक गरेँ। त्यसपछि हाम्रो जिमेल आइडी यहाँ देख्न सक्नुहुनेछ। हो यो जिमेल आइडीमा चाहिँ सेन्ड ओटिपी भनेको छ। ओटिपी मैले क्लिक गरेँ भने त्यो जिमेल आइडीमा ओटिपी कोड जान्छ। अब म जिमेल आइडीबाट त्यो ओटिपी कोड यहाँनिर हाल्न जाँदैछु। जिमेल आइडीमा ओटिपी कोड आइसकेको छ। म यहाँनिर आफ्नो ओटिपी कोड हालिसकेको छु मैले यहाँ भने यहाँनिर भेरिफाई भन्ने छ, यसमा म यसरी क्लिक गर्छु। यसरी यसमा क्लिक गरिसकेपछि यो चाहिँ यसरी अटोमेटिक यहाँबाट हट्ने गर्दछ। हाम्रो डिआरआईपी सक्सेस भइसकेको छ। अब हामी यहाँ डिआरआईपी अप्सनमा यसरी जान्छौँ र फेरि हामी एकचोटि नबिल फ्लेक्सी क्याप फन्डमा क्लिक गर्छौँ र डिआरआईपीमा क्लिक गरी आई वी हियर बाईमा क्लिक गरेर सेन्ड रिक्वेस्ट गर्दाखेरि यहाँ कन्फर्ममा क्लिक गऱ्यौँ भने यहाँनिर तपाईँले देख्न सक्नुहुनेछ हाम्रो चाहिँ ओके भइसकेको छ। यहाँ तपाईँले देख्न सक्नुहुनेछ। हामीले लामो समय एसआईपी गरेर राम्रो आम्दानी गर्न चाहन्छौँ भने हामीले डिआरआईपी कि डिभिडेन्ड रिइन्भेस्टमेन्ट प्लानलाई सिलेक्ट गर्नुपर्ने हुन्छ, एक्टिभ गर्नुपर्ने हुन्छ। अनि मात्रै हामीले त्यसको कम्पाउन्डिङबाट धेरैभन्दा धेरै पैसा कमाउन सक्छौँ। जस्तै हामीले किनेको युनिट्सले प्रत्येक वर्ष डिभिडेन्ड दिन्छ नि, हो डिभिडेन्ड साउले ब्याज दिन्छ र हामीले डिआरआईपी गर्यौँ भने त्यो ब्याजले अर्को वर्ष फेरि ब्याज दिन्छ, फेरि त्यो ब्याजले अर्को वर्ष फेरि ब्याज दिन्छ। यसरी कम्पाउन्डिङको माध्यमबाट हामीले 10, 15, 20 वर्षमा त्यसबाट धेरै पैसा गेन गर्न सक्छौँ। एसआईपी सम्बन्धी कुनै पनि प्रकारको जिज्ञासा छन् भने यसै भिडियोको कमेन्ट बक्समा राख्न नभुल्नु होला। हाम्रो यस भिडियो कस्तो लाग्यो, यस्तै यस्तै भिडियोहरू हेर्नको लागि हाम्रा भिडियोहरूमा लाइक, कमेन्ट, सेयर र च्यानलमा सब्स्क्राइब गर्न नबिर्सनु होला।